ल है मगर अनलाइनको नयाँ अपडेट हेर्नुहोस् है, हेर्नुहोस् घर डोल्पाको घर हेर्नुहोस् है। छानामा राम्रो घाँस उम्रिराखेको घर हेर्नुहोस् है। घरको बनोट हेर्नुहोस् है। यहाँ डोल्पामा यस्तो घरमा मान्छेहरू बस्नुहुन्छ हेर्नु त। टाल लगाएर आज यहाँ मान्छे कहाँ गइसक्नु भएको छ हेर्नुहोस् त। यहाँ तल जनावरहरू बस्ने, माथि मान्छेहरू बस्ने। ल है घाँस उम्रेको घर हेर्नुहोस् है साथीहरू, घाँस उम्रेको घर, घाँस उम्रेको घर हेर्नुहोस् है। यो घाँस उम्रेको घर, यो बारडली हो, बारडली हो, यो बारडली हो, यो ढोका। अनि यहाँ गाई राख्ने ठाउँ अलि बिग्रेछ, बनाउनु पर्छ। ल है अर्को घर हेर्नुहोस् है, छोटो छोटो घाँस उम्रेको हो, छोटो घाँस, घाँसै घाँसको घर, घाँसै घाँसको घर, बारडली। यो घरको साउले घर छोडेछ, काठमाडौँतिर गएछ। भेडी गोठ चर्दा नि चर्दा रात परी गयो। ल अब ल्याए गोठैमा गोठालाहरूले, ल अब ल्याए गोठैमा गोठालाहरूले। सबै ठाउँ अँध्यारो हुँदा उज्यालो भयो, त्यो जोटिकेको भन्दै गोठाला सबै उठे। नडराऊ सुन हो सुसमाचार भनी है दुधले भने। ल अब ल्याए गोठैमा गोठालाहरूले, ल अब ल्याए मा गोठालाहरूले। बेथलेम गाउँ गाईको गोठमा तारनहार प्रभु जन्मिए, गई हेर त्यो ठाउँमा। तारनहार प्रभु जन्मिए, गई हेर त्यो ठाउँमा। हालेलुया। यस्तै गोठमा हाम्रो प्रभुको जन्म भएको थियो र उहाँ तारनहार हुनुहुन्थ्यो। यस्तै चिसो चिसो हावा लाग्ने ठाउँमा, हिउँ पर्ने ठाउँमा, यस्तै नोभेम्बर डिसेम्बरको महिनामा उहाँको जन्म यस्तै गोठमा भएको थियो। मैले गीत गाउन त्यति मिलाएको छैन, तपाईहरूले मिलाएर सुन्नुहोला। र तपाईहरूलाई म साँच्चै हाम्रो प्रभु जन्मेको जस्तै एउटा गोठको दृश्य देखाउन मलाई प्रभुले सहायता गर्नुभयो। तपाईँलाई धन्यवाद। र प्रभु हाम्रो असल गोठालो हुनुहुन्छ। यहाँ हाम्रो नजिकै खच्चरहरू भारी बोकेर आउँदैछ, गोठको नजिक आइपुग्यो। म यो ठाउँ बडो रमाइलो छ, बडो रमाइलो, गलैँचा उछाको जस्तो सम्म ठाउँ। र हामी आज सेफोक्सुन्डोबाट हामी बगाला पासको लागि हामी यात्रा गर्दैछौँ। हाइक्याम्पमा गएर हामी बस्नेछौँ। र अब केही क्षण पछि हामी याखर्क भन्ने ठाउँमा हाम्रो कुक दावा भाइले खाना तयार गर्दै हुनुहुन्छ। डोल्पाली कान्छा प्रकाश र तुफान उहाँको हेल्पर हुनुहुन्छ। र म लगायत गङ्गा, हामी 4 जना विदेशी पाहुनाहरूको लागि गाइड गरिराखेका छौँ। र यो जुन बाटो देख्दै हुनुहुन्छ, यो रिम्चे गाउँबाट यहाँसम्म आउनको लागि त्यो
मानिसहरू देखिराख्नु भएको छ, उहाँहरू आउँदै हुनुहुन्छ र बडो रमाइलो ठाउँमा म पुगेको छु। मलाई यहाँसम्म आउनको लागि जुन लामा रेन्डोनेले मौका दियो, मेरो बोस हाकिम कर्म सरलाई म धन्यवाद भन्दछु र उहाँले मलाई यो टिमको गाइड गर्नको लागि मौका अवसर दिनुभयो र जुन यो म अति नै सुन्दर ठाउँ डोल्पाको हरेक बस्तीको फोटो पिक्चरहरू भिडियोहरू र नयाँ अपडेटहरू तपाईको सामु ल्याउनको लागि जुन प्रभुले मलाई सहायता गर्नुभयो, मौका दिनुभयो, त्यसको निमित्त म तपाईलाई धन्यवाद दिन्छु र म आफ्नो भिडियोलाई यहाँ अन्त्य गर्दछु र यो सुन्दर हिमालको दृश्यसहित म आफ्नो भिडियोलाई यहाँ अन्त्य गर्दछु। तपाईहरुलाई हेर्नको लागि म अनुरोध गर्दछु र म आफ्नो भिडियोलाई यही अन्त्य गर्छु। धन्यवाद, नमस्ते, जोजोलप्पा, प्यापुला, बाई बाई।